यो होटल लज यो के भन्छ गेस्ट हाउसको कुरा गर्नुभयो हैन यो साच्चै यो यहाँ निड हो कि यतिकै तपाईको होमस्टेले नै धान्छ टुरिस्टहरु जति आए पनि यहाँ अब यस्तो हो अब अहिले त हाम्रो सीमित मात्रामा 20 वटा घर मात्रै छ हैन पछि त अब टुरिस्ट बढ्दै गयो भने त्यो अनुसार बढ्दै जाला यो ठाउँमा चाहिँ हैन तर यो बाटोमा चाहिँ यो त एकदमै आवश्यकता हो अहिले सीमित 20 वटा मात्रै छ हैन हजुर 20 वटा होटलहरु नि छन त छ हैन 20 वटा होटलले 20 वटा हैन यो होमस्टे चाहिँ 20 वटा भयो अरु लजहरु कति वटा छ यहाँ लजहरु त छैन भने नि हो टुरिस्ट बस्ने लायकको चाहिँ एउटा छ एउटा तेरो बिना त्यहाँ बनिराको वाह क्या रिली दाइ प्ले अफ नै सरा भयो भनेपछि त्यस्तो खालको सुविधा सम्पन्न यता भयो भने राम्रो हुन्छ टुरिस्टहरुको लागि भन्न खोज्नुभएको हो If somebody was to come and build a hotel in Barpak, in Machikola, these places, do you think it would cause conflict between the lodge, the homestay, or cooperation? अब जस्तै तपाईले होमस्टे चलाइराख्नु भएको छ हैन अनि उहाँले लज चलाउनु भएको छ अरु पनि लजहरु यता खुल्ला हैन अब कोही बाहिरको मान्छे आएर म चाहिँ यो माथितिर जुन छ नि लप्राक अनि माथि खोला जाने बाटोमा म कुनै खालको अब लजहरु हैन होटलहरु बनाउँछु भनेर भन्यो भने त्यसै विवाद हुन्छ कि हुँदैन यहाँ बाहिरको मान्छेले चाहिँ यहाँ चाहिँ पोसिबल छैन यहीको लोकलले गर्यो भने चाहिँ यहीको लोकलले गर्यो भने चाहिँ ठिकै छ हैन बाहिरको मान्छेलाई चाहिँ यहाँ ठाउँ छैन है त्यो उनीहरुले पाउँदैन बाहिर यो एरियामै पाउँदैन हजुर हाम्रो जोस अब यो लाप्राक र बारपाको सीमा भित्र चलिरहेछ यो एरिया भनेको हैन त्यो भएको भएर लाप्राक र बारपाको मान्छेले चाहिँ बाहिरको मान्छेलाई ठाउँ दिदैन It's impossible for the outsider people in this area, Barpak and Laprak and Machikola. त्यता पनि होला नि हैन त्यस्तै माछी खोलातिर